नमस्कार। आज मिति 2082 साल माघ 19 गते सोमबारका प्रमुख खबरहरू लिएर उपस्थित भइसकेकी छु। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले तोकिएको समयमा निर्वाचन गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएकी हुन्। उनले भनिन्, तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरण चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन्न यो सरकार आतुर रहेको बेहोरा यस सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट झापा 5 का उम्मेद्वार बालेन्द्र शाह बालेनलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ। सादा पोसाकका प्रहरीले बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्य दृश्य सामग्री प्राप्त भएकाले दोस्रो पटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। शाहको निर्वाचन प्रचार प्रसारका क्रममा निजकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो भनी आयोगले स्पष्टीकरण सोधेको हो। शाहलाई 3 दिनभित्र जवाफ माग्दै आयोगले स्पष्टीकरण सोधेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ। न्यायाधीश दय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने सूचीमा राखिएको हो। आजका प्रमुख खबरहरू यति नै। धन्यवाद।